दाजुभाइ नमस्कार। घर के हो भनेर मैले सोधेँ भने घर भनेको त इँटा ढुङ्गा माटो काठ यस्तैले बनेको चिज हो भन्नु होला कतिले। हुन पनि हो, त्यस्तैले बनेको हुन्छ। कसैको काठको घर होला, कसैको चाहिँ झुप्री घर होला, खरले बनेको घर होला, कसैको टिन लाएको होला, कसैको छत हालेको घर होला। सबैको मनमा जे आउँछ त्यही नै हो। तर गहिरिएर सोच्ने हो भने घर भनेको संस्कारको प्रतिनिधि हो। घर भनेको प्रेम र अनुशासनले बनिएको चिज हो, जहाँ ज्ञानको सुरुवात एकदम सानो पैसाले हुन्छ, बेलुका पनि समझदारीपूर्वक बित्छ। यदि घरका प्रत्येक सदस्यले आफ्नो मूल्य र मान्यतालाई कायम गर्ने भने त्यो घर मात्रै नभएर मन्दिर हुन्छ। त्यो मन्दिर मात्रै नभएर स्वर्ग जस्तो हुन्छ। र आजको यस भिडियोमा घरलाई कसरी स्वर्ग जस्तो बनाउने भनेर म केही नियमहरू बताउन सक्छु। त्यो नियमहरू पालन गर्नुभयो भने घर त्यसै पनि राम्रो हुन्छ। र एउटा कुरा के हो भने कुनै पनि घरमा प्रत्येक सदस्य एउटै उमेरसम्मको हुन्छन्। त्यो घरमा ज्येष्ठ नागरिक हजुरबुवा हजुरआमादेखि सानो बच्चासम्म हुनसक्छ। सबैको स्वभाव फरक फरक हुनसक्छ। उमेरअनुसार सबैको परिपक्वता फरक फरक हुनसक्छ। त्यसैले यदि तपाईँ पढे लेखेको अथवा बुझेको मान्छे हुनुहुन्छ भने घरलाई कलह गर्ने ठाउँ, रिसराग गर्ने ठाउँ, झगडा गर्ने ठाउँ होइन, मन्दिर बनाउनुलाई यो काम गर्नुहोस्। सबैभन्दा सुरुमा त बिहान उठ्ने बित्तिकै सबैसँग शिष्टाचार गर्ने। वृद्ध बुवाआमा हुनुहुन्छ भने के छ हालखबर, सन्चै हुनुहुन्छ, के छ सन्चो बिसन्चो ठिक छ नि सबै भन्ने। साना नानीहरूलाई पनि हेलो गुड मर्निङ, के छ सन्चै हुनुहुन्छ भनेर सिकाउने। अनि बिहान उठ्ने बित्तिकै हल्ला गर्ने, ड्याङड्याङ लिनु भनेर एकदम नम्र बोली बोल्ने। यदि तपाईँ नम्र हुनुभयो भने अरू सबै नम्र हुन्छन्। अघि नै मैले भने ज्येष्ठ नागरिकहरू हुन्छ, घरको चाहिँ हजुरबुवा हजुरआमा हुनुहुन्छ भने उहाँहरूलाई सम्मानपूर्वक अभिनन्दन गर्ने, अभिवादन गर्ने। उहाँहरूलाई के छ अझै पनि बाँचिएको छ भनेर फर्काउने। उहाँहरूलाई त हामीले तपाईँहरूले आज जे छौँ हामी तपाईँहरूकै कारणले छौँ, तपाईँहरू बाँचिदिनु भएको छ र हामीले आशीर्वाद पाइराखेका छौँ भन्नु पर्यो। बच्चाहरूलाई डर देखाउने, प्रेम सिकाउने। अनि घरमा सबैको आफ्नो पोटेन्सियल अनुसार सबैले काम गरिराखेको हुन्छ। आफ्नो कर्तव्य के हो, काम के हो, अधिकार के हो, त्यो सबै हामीले बुझ्नुपर्ने हुन्छ। झुटो बोल्ने, ढाँट्ने, ठग्ने काम गर्नु हुँदैन। रिस उठ्दाखेरि हामीले प्रयोग गर्ने शब्दहरूले कसैलाई दुर्गामी असर नपरोस्। रिस उठ्दाखेरि आफ्नो रिसलाई कसरी कन्ट्रोल गर्ने त्यो हामीले सोच्नुपर्छ। अनि खाना खाना बेलामा अथवा खाना खाइसके पछाडि धन्यवाद भन्ने बानी बसाल्नुपर्छ। कसैले पकाएको खाना त्यसमा प्राण भरिएको हुन्छ। खाना खाइसकेपछि यो त नुन लागेन, चर्को भयो, यो मिठो भएन, कसले पकाएको, त्यसको हातै नराम्रो भन्ने बानी गरियो भने त्यो घर त्यसै भागिन्छ। अनि घर सफा राख्नुपर्छ। हामीले यदि हामीले सरसफाइ राख्दै गर्दाखेरि अर्कोले फोहोर पार्ने त्यो काम गर्नु भएन। काम जिम्मेवारी बाँड्नु पऱ्यो। तर यो काम तेरो, यो काम मेरो, यो सानो, यो ठुलो भनेर त्यस्तो खालको सोच्नु भएन। चिच्याउने, कराउने, हल्ला गर्ने काम गर्नु भएन। घरमा जाँड सिकाएर पनि काम गर्नु भएन। यदि तपाईँहरू गल्ती गर्नुभएको छ भने सरी मैले नजानेर गरेँ भनेर गल्ती रियलाइज गर्नु पऱ्यो। अनि घर भनेको चाहिँ संस्कार सिकाउने ठाउँ पनि हो। हजुरबा हजुरआमाले सिकेका श्लोकहरू, हजुरबा हजुरआमाले बोकेका पहिलाका कुराहरू, उहाँहरूले सुनाउने दन्त्य कथाहरू हामीले आफ्ना छोराछोरीसम्मलाई सिकाउनु पऱ्यो। उहाँहरूले भन्ने गाउँ खाने कथाहरू भोलिको दिनमा पनि काम लाग्न सक्छन्। उहाँहरूले भनेका किम्बदन्तीहरूले आफ्नो जीवन नै बदलिन सक्छ। अनि बच्चाहरू छन् भने बच्चाहरूको अगाडि कहिले पनि ठुलो छोराले कुरा नगरौँ। बच्चाहरूको अगाडि श्रीमान श्रीमतीमा पनि झगडा नगरौँ। बच्चाहरूको अगाडि आमा बुवाहरूलाई हप्किदप्की काम गर्ने काम नगरौँ। आज तपाईँहरूले आमा बुवालाई जस्तो खालको रेस्पेक्ट सम्मान गर्नुभएको छ, तपाईँको छोराछोरीले पनि भोलि त्यस्तै गर्छन्। तपाईँले छोराछोरीको करियर भविष्य भनेर छोराछोरीलाई छुट्टै ट्रिट गर्नुभयो भने तपाईँको आमा बुवाले हिजो तपाईँलाई गरेको ट्रिटमेन्ट पनि त तपाईँले बिर्सिनु भएन नि। उहाँहरूले पनि सकि नसके आफू कक्षाअनुसार तपाईँलाई गर्नुभएकै होला। अनि घरमा कुनै सदस्य बोल्दैछ भने उसको कुरा धैर्यतापूर्वक सुन्नु। म चाहिँ यो घरको 1 नम्बर मान्छे म हो, मैले जे भन्नु त्यही हुनुपर्छ, अरूले चाहिँ बोलेको बिग्दैन, मैले जे भन्नु त्यही हुनुपर्छ भन्ने त्यस्तो खालको सोच, एकल काटे सोच कहिले पनि राख्नु भएन।
अनि घरमा समस्या आउँदाखेरि खिसिटिउरी गर्ने, यो तैँले गर्दा भएको भन्ने समाधान खोज्ने, के गर्दा ठिक हुन्छ त्यो समाधान खोज्नु पऱ्यो नि। अनि बिहान सकिन्छ भने टाइममै उठ्ने, समयको कदर गर्ने, खाना के पकाउने, कसो गर्ने, आजको प्लानिङहरू के हो, त्यस्तो कुराहरू ध्यान दिने। अनि अर्को कुरा, बच्चाहरूको अगाडि धुम्रपान मदिरापान यो नगर्ने, सकभर सकिन्छ भने त कसैको अगाडि पनि नगर्ने, त्यस्ता कुराहरूलाई घरमा प्रवेश नै नदिने। अनि घरमा बस्दै गर्दाखेरि परिवारको 6-7 जनाको सदस्य छ भने 6-7 जना मोबाइल चलाइरहेको हो। टाइममा चलाउनु पनि पर्छ, सोसियल साइटहरूमा अपडेट पनि हुनु पऱ्यो, आफ्ना कुराहरू पोस्ट पनि गर्नु पऱ्यो। तर मोबाइललाई भन्दा परिवारलाई बढी प्राथमिकता दिनु पऱ्यो। किनभने तपाईँले आज गर्दै गरेको काम चाहिँ तपाईँको बच्चाले पनि अनुसरण गरिरहेको हुन्छ। बच्चालाई के संस्कार दिन चाहन्छ? यदि हामीले ज्येष्ठ नागरिकहरूलाई, आफ्नो ज्येष्ठ सदस्यहरूलाई कदर गरेनौँ, आफ्नो श्रीमती श्रीमानलाई माया गरेनौँ भने बच्चाले पनि त्यही अन्तर सिकिरहेको हुन्छ नि। अनि आफ्नो अफिसको टेन्सन पनि कतिपय अवस्थामा हामी घरतिर आएर बोकिरहेको हुन्छ। नो, स्ट्रिक्टली नो। तपाईँको प्रोफेसनल चिज र पर्सनल चिजलाई फरक गर्नुहोस्। प्रोफेसन अफिसमा जे भयो त्यो घरमा नजानुहोस्, र घरमा कहिले पनि तिक्तता भयो भने त्यो अफिसमा लिएर नजानुहोस्। यदि तपाईँको घरमा सामान्य मनमुटाव नै भइरहेको छ भने पनि घरमा आउने पाहुनाहरू छ भने ओहो लाउनु छोडेर बस्नु भने के चाहिँ कहाँ छ? बुढा र बुढी झगडा झन् बढी गर्ने घरमा पाहुना आउँदैछन् भने। अनि अर्को कुरा भनेको बच्चाहरू छन् भने बच्चाहरूलाई पनि काममा सहभागी गर्नु, ल यो गरेर यो लिएर आउँछ भन्ने सिकाउने, अपशब्दहरू प्रयोग नगर्ने। कहिलेकाहीँ केही असफलताहरू भए, गल्तीहरू गऱ्यो भने गाली मात्रै गर्ने होइन, त्यसलाई कसरी ठिक गर्ने, अबदेखि कसरी गल्ती नगर्ने भनेर सिकाउने। अनि घरको नियम सबैको लागि समान बनाउनु पऱ्यो। बुवाको लागि एउटा छुट्टै नियम, आमाको लागि छुट्टै नियम, छोराछोरीले गल्ती गर्दा छुट्टै नियम, त्यो गर्नु भएन। अनि सकिन्छ भने राति चाहिँ बेलुकाको टाइममा भनौँ न, सुत्नुभन्दा 2-3 घन्टा अगाडि नै खाना खाने। अनि खाना खाने बेलामा चाहिँ एकै ठाउँ बसेर मजाले खाना खाने। खाना खाइसकेर अनि एकछिन समीक्षा गर्ने, बस्ने, के गर्यो त आज दिनभरि कस्तो भयो, अब के गर्ने, प्लानिङहरू गर्ने। सबैलाई सुत्ने बेलामा गुड नाइट भन्ने, यस्तो कामहरू गर्नुभयो भने तपाईँको घर स्वर्ग भएर जान्छ। पैसा त चाहिन्छ, तर पैसाभन्दा ठुलो कुरा चाहिँ सम्बन्धलाई प्राथमिकता दिनु पऱ्यो। घरभित्र चाहिँ एकअर्कामा ईर्ष्या गर्ने, मनमुटाव गर्ने, त्यो गर्नु भएन। बच्चाहरूले प्रश्न गर्दैछन् भने त्यो जा भनेर उसलाई हेर्ने काम गर्नु पऱ्यो। बच्चाको पनि क्युरियोसिटी अलिक बढी हुन्छ। बच्चाको क्युरियोसिटीहरू बुझ्दिनु पऱ्यो। वृद्ध हजुरबुवा हजुरआमा अथवा आमा बुवा हुनुहुन्छ भने उहाँहरूको कुरा पनि सुन्नु पऱ्यो। उहाँहरूको पनि दिनभरि तपाईँ त अफिस जानुहुन्छ, तपाईँको टाइम स्पेन्ड गर्ने जान्छ, तर उहाँहरूको कुरा सुनिदिने मान्छे घरमा नहुन सक्छ। दिनभरि सबैजना आफ्नो काममा जोड्नु गयो, उहाँहरू त एक्लै बसिराख्नु पर्ने भएको हुनसक्छ। मैसँग बल हुँदाखेरि सबै काम गरिरहेको मान्छे एकैचोटि बोल्ने मान्छे पनि नभएर उहाँहरूलाई टेन्सन हुन्छ। अनि घरभित्र जतिसुकै तपाईँको नराम्रो किन नहोस् बाहिर लगेर सुनाउनु हुँदैन। मेरो घरमा त यस्तो भयो, मेरो बुढाले यसो गर्यो, हजुरआमाले यसो गर्यो, बुबाले यसो गर्यो, त्यो भन्नु भएन। घरभित्रको कुरा घरभित्र गोपनीय हुनु पऱ्यो। सबैको आफ्नो आत्मसम्मान हुन्छ। त्यो गोपनीयताको कदर गर्दै समस्या आयो भने पनि समस्याबाट भाग्नु, सबैजना मिलेर सामना गर्नु। जस्तो सुकै समस्या पनि तपाईँहरू मिल्नुभयो भने त्यसको समाधान हुन्छ। अनि बिहान उठेर पूजाआजा के गर्नुहुन्छ, धर्म गर्ने, आमा बुवालाई चाहिँ आफू नजिकै देख्न पाउँदा सौभाग्य ठान्ने, अनि उहाँहरूको सेवा गर्ने, उहाँहरूलाई बोझ नमान्ने, बच्चाहरूलाई पनि जिम्मेवारी सिकाउँदै जाने। घरमा चाहिँ कसैको आँखाबाट आँसु नै नझरोस् भन्ने कन्डिसन क्रिएट गर्नुपर्छ। सबैको घरमा हाँसो हराउन दिनु, सबैको ओठमा मुस्कान आउँछ। गल्ती गरेको छ भने त्यो गल्ती चाहिँ दोहोरिन नदिनु, त्यो खालको आत्मअनुशासन चाहिँ अपनाउँदै जाने, सिकाउँदै पनि जाने। अरूको घर होइन नि, आफ्नै घर हो नि। सुधार गर्नुपर्ने कुराहरू छ भने चाहिँ सुधार गर्दै जाने। अनि आफ्नो बालबच्चालाई पनि अरूसँग त्यो फलानु चाहिँ यस्तो राम्रो छ, यो चाहिँ यस्तो राम्रो छ, यो चाहिँ कुलङ्गार भयो, यस्तो गरेर तुलना गर्नु। तपाईँको बच्चा तपाईँकै बच्चा हो, मार्गदर्शन दिनु, अरूसँग तुलना गर्नु, शब्द बाँडहरू प्रयोग नगर्नु। यदि तपाईँले काम गरेर सिकाउनु भयो भने तपाईँको बच्चाले पनि आफै सिक्छ। त्यसैले यी कुराहरू गर्नुभयो भने तपाईँको घर त्यसै पनि मन्दिर भएर जान्छ। यो नियमहरू कागजमा लेखेर कहीँ टाँस्नुपर्छ भन्ने छैन, तर सबैको मनमा टाँस्नु पऱ्यो। घर त घर हुन्छ।
अभाव हुनसक्छ, दबाव हुनसक्छ, तर घर सबैजना मिल्यो भने घरमा शान्ति आउँछ, सम्मान हुन्छ, सन्तुलन हुन्छ। कुनै एउटा सदस्य मात्रै पनि अलिकति बाउठ्यो भने त्यो घरै बिग्रिन सक्छ। त्यसैले घरमा हामी कस्तो संस्कार दिन्छौँ, समाजमा पनि त्यस्तै खालको प्रभाव परिराखेको हुन्छ। घरमा शान्ति छ भने तपाईँको मनमा पनि शान्ति हुन्छ, तपाईँको दिनचर्याहरू त्यसै राम्रो भएर जान्छ। यो भिडियो मन पऱ्यो भने यी कुराहरू तपाईँले लागू गर्न कोसिस गर्नुहोस्, तपाईँको घर त्यसै स्वर्ग। आजको लागि यति नै। यो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सनु न। हवस् त, धन्यवाद, नमस्कार।